fatto parte di modo che si parte della giornata del Savano con una conferenza sulla fatta nei periodo come è possibile Podcastです皆さん素敵なパフォーマンスで今一度大きな拍手をお願いしますありがとうございますKomen penting itu seperti apa? Yo saya वास्तवमा यो मल्लकालीमा तपाईँको पालामा आफ्नो श्रीमती आफ्नो छोराको मृत्युपछि साह्रै दुःखी भएको अवस्थामा आफ्नो श्रीमतीलाई रानीलाई चित्तन गरेर तिम्रो छोरा मात्र मरेको होइन उपत्यकामा धेरैका छोराहरू मरेका छन् भनेर झ्याली पिटाएर जसम्म दोस्रो घरबाट मृत्यु भएको छ आफ्नो परिवारजन एउटा नाचगान चाहिँ मानस चाहिँ गाईको यात्रा गर्नु निकाल्नु झ्याली बजाएर आउनु रथ निकालेर आउनु भन्ने त्यो उक्तिले गर्दाखेरि धेरै कयौँभन्दा धेरै घरहरूबाट गाईको रूप बनाएर मृतकलाई गाईको रूप बनाएर अनि सहर प्रकाशले गर्दा देख महारानी त्यो छोरा मात्र होइन उपत्यकामा जनताका धेरै छोराहरू मरेका छन् यी सबै घरमा आफ्नो परिवारबाट मृत्यु भएको घरको परिवार हुन् त्यसरी तिमीले चित्त बुझाउनुपर्छ भनेर यसरी महाराजको चित्त बुझाउन यो चाहिँ जुन परम्परा छ त्यसदेखि गाई जात्राको सुरुवात भएको मान्यता छ धन्यवाद र आज हामी त्यो गाईको स्वरूप नभएता पनि त्यसमा महाबलीको रूपमा हाम्रो नेवारी देशमा दिदीबहिनीहरू हुन्छ र दोकरको रूपमा एकजना भाइ र यो गाई जात्राको तालो आज मैले बुझाउने केही तालहरू बुझाउँछु र वास्तवमा हाम्रो जापान हजुरलाई सबै थाहा छ पूर्व तयारी त होइन हामी 4 दिनका जुटेर आफ्नो देशको एउटा परम्परा संस्कृति आफ्नो चाहिँ भाषा कलालाई जोडेर गरेको सानो प्रयास मात्र हो त्यसमा पूर्णता हुनै सक्छ धन्यवाद
Thank you.